नेपालीलाई हँसाउने कलाकार धुर्मुस आज मृत्युको मुखमा। सरकारी ढिलाइ, रङशालाको ऋणसँगै छोरी पनि गम्भीर रोगसँग लड्दै। धुर्मुस भनेर चिनिने सीताराम कटेल नेपाली मनोरञ्जनदेखि समाज सेवासम्मका सबै क्षेत्रमा मन पराइने व्यक्तित्व हुन्। तर पछिल्ला वर्षहरूमा उनी हाँसो होइन, जीवनकै सबैभन्दा कठिन सङ्घर्ष भोगिरहेका छन्। हास्य कलाकारहरूको रूपमा लाखौंलाई हँसाइरहेका धुर्मुसले सामाजिक कामको बाटो समातेपछि सबैभन्दा ठूलो सपनाको रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङशाला निर्माण थाले। यही सपना उनको जीवनकै सबैभन्दा ठूलो भार बन्न पुग्यो। रङशाला निर्माणका क्रममा फाउन्डेसनले ठूलो रकम ऋण लिनु पर्यो र अहिले त्यो ऋणकै कारण धुर्मुस गम्भीर मानसिक तनावमा परेका छन्। स्टेडियम निर्माणमा अनियमितताको आरोप पनि निकै चल्यो, तर विभिन्न प्राविधिक समिति र इन्जिनियरिङ मूल्याङ्कनहरूले रङशाला निर्माणमा कुनै अनियमितता नदेखिएको निष्कर्ष सार्वजनिक भयो। यसले सीताराम कटेलले काम गलत दिशामा गरेको होइन भन्ने प्रश्न हुन्छ। तर ऋण र सरकारी प्रक्रिया अझै जटिल छन्। यी सबै कारणले गर्दा उनी मानसिक रूपमा कमजोर हुँदै गएका छन्। उनी नवलपरासी स्थित कम्युनिटी नेचुरल हस्पिटल राजहारमा उपचाररत छन्। अस्पतालका स्रोतका अनुसार उनलाई पेट सम्बन्धी समस्या, अनिन्द्रा र तनावका लक्षणहरू देखिएका छन्। लामो समयसम्मको निरन्तर दबाव, आरोप प्रत्यारोप र ऋणको भारले उनी पूर्ण रूपमा थाकिसकेका छन्। यी सबै तनावसँगै छोरी सुबिहानीको स्वास्थ्यको अवस्था पनि निकै गम्भीर बन्दै गएको छ। जन्मेको 16 दिनमै मेनिन्जाइटिस भोग्नु परेको सुबिहानीको दाहिने घुँडाको हड्डीमा संक्रमण पुगेको थियो। यसकारण 4 वर्षको उमेरमा दाहिने घुँडामा अपरेसन गरिएको थियो र भित्रै स्टिल राखेर हड्डीको बढ्न रोकथाम गरिएको थियो। तर सरकारी प्रक्रिया र रङशालाको तनावका कारण उनको दोस्रो उपचारमा ढिला भयो। अहिले 12 वर्षको उमेरमा उनको दाहिने खुट्टा देब्रे खुट्टा भन्दा करिब 7 सेन्टिमिटर सानो छ र हिपको जोइन्टमा दुखाइ देखिन थालेको छ। डाक्टरहरूले बताइसकेका छन् कि अब उनको खुट्टा तन्काउने र हड्डीको असमानता सुधार गर्ने उपचार लामो, पेनफुल र चरणबद्ध ढाँचामा गर्नुपर्नेछ। यसरी रङशालाको ऋण र प्रशासनिक ढिलाइले गर्दा सीताराम कटेल दम्पतिले व्यक्तिगत जीवन र छोरीको स्वास्थ्य दुवैमा गहिरो असर भोग्नु परेको छ। सामाजिक कामको लागि आफ्नो जीवन समर्पण गरेका कलाकारले आफ्नो परिवार र भविष्यको लागि निरन्तर सङ्घर्ष गर्नुपर्ने अवस्था आएको छ। केही दिन यता पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानको मूल्याङ्कनका आधारमा सिर्जित सम्पत्ति खरिदको 15 करोड